साथीहरू नमस्ते। आज चाहिँ हामी नाइट भ्यूको लागि सौरा आइपुगेका छौँ। हजुर ए ओके 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 ल मेरो छोरी पनि आएको छ है साथीहरू। हामी चाहिँ सौरा आज चाहिँ हामी सधैँ दिउँसोमा आउँथ्यौँ पहिला चाहिँ। ए बाबा खोइ छोरी ल बाबालाई बोलाइछु ल आउनु पहिला बाबालाई बोलाउ न। ल ल ल ल म किनिदिन्छु ल ल मेरो छोरीलाई चाहिँ बेलुन चाहियो अरे कि साथीहरू त्यो झिलिमिलीवाला बेलुन। अनि हामी चाहिँ ठ्याक्क सौरा आइपुग्यौँ। अनि नाइटमा त म चाहिँ पहिलो फर्स्ट टाइम हो कि चितवनमा बस्नुपर्ने। हजुर घोडा नचढ्ने भाइ यहाँ घोडाहरूको सुविधा पनि रहेछ यतापट्टि। कस्तो रमाइलो हौ हेर्न यहाँ घोडाको सुविधा नि छ। यस्तो पर्यटकहरू आउनु भएको के बेलुका चाहिँ कस्तो रमाइलो छ। अनि यहाँ चाहिँ के छ यता चाहिँ खास गरी ए राप्ती नदी त्यही बिहे गरेको 16-17 वर्षपछि चाहिँ बल्लै चितवन ससुराली छ भन्ने मात्रै हो। पहिलोचोटि हो तर म पनि पहिलोचोटि है जानु बेलुकाको लागि बेलुकामा चाहिँ। अनि हामी चाहिँ पहिला चाहिँ पिकनिक खान उता रमाइलो डाँडा आउँथ्यौँ होइन। अहिले चाहिँ यो चाहिँ उहरू त्यो पर्दैन यसो घुमेर आऊँ न तल। यतातिर चाहिँ त्यो उहरू के सेक्वाहरू बसेर खाने ठाउँहरू के यहाँ चाहिँ बिहानतिर राम्रो देखिन्छ कि है। हाम्रो चाहिँ प्रकाश भाइले लिएर आएको है यतै। यहाँ चाहिँ सेक्वाहरू त्यस्तो खाने ठाउँहरू हो। ओके साथीहरू स्टे ट्युन्सहरू पनि भिडियोहरू बनाउँछु होइन। मेरो छोरीलाई बेलुन किन्नु पऱ्यो अरे त्यही भएर चाहिँ हाम्रो आरु चाहिँ हाम्रो बाबाको अस्ति इभिनिङ वाक जाँदाखेरिको। अनि आज चाहिँ सौरा घुम्न आएको होइन। बाबा कस्तो लाग्यो त एकदम रमाइलो लाग्यो। फर्स्ट टाइम होला हाम्रो बाबा नि होइन त। अनि आमालाई कस्तो लाग्यो त आमा? रमाइलो लाग्यो। सबैजना रमाइलो लाग्यो। ढुङ्गाको हो नि सबै कोही। ल जाम फर्क्यौँ उता जाम अब। आऊ यता छैन उता जाने हो। मेरो छोरी तिमी घुम्दैछौ? यता चाहिँ छोरो छ। यो चाहिँ हात्तीलाई उसले गरेछ। ल मेरो बाबाहरू चाहिँ यहाँ टक्क साथीहरू। अब चाहिँ हामी कहाँ जानु लागेको रे? सफारी सफारी के जङ्गलमा जाने अनि बाघहरू हेर्ने। ए गरेन त। अब त त्यहाँ रात परिसक्यो नि त। यस्तै नाइट भ्यू हेर्ने होइन। तर रमाइलो लाग्यो हौ प्रकाश बेलुका चाहिँ। हिजो हामी कहाँ गयौँ? घरै बस्यौँ। ए हामी हिजो उता हिजो होइन यी हाम्रो काले पनि छ यहाँ। काले मेरो च्यानल सब्सक्राइब गर ल। के हो च्यानल? लक्ष्मी श्रेष्ठ ल। कसले? आमा खोइ झिलिमिली। हामी 3 पुस्ते साथीहरू।
आमा चाहिँ आउँदिनँ भन्दा लिएर आएको मैले घरमा कति बस्ने भनेर। आमाको चाहिँ हात फ्र्याक्चर भएको छ नि त साथीहरू, त्यही भएर आउँदिनँ भन्दै हुन्थ्यो हाम्रो आमा। मैले चाहिँ यसो फ्रेस हुन्छ भनेर लिएर आएको। आर्या चाहिँ पुरा उसले मन परेको खेल्ने कुरा किन्न पाएर चाहिँ खुसी छ। आऊ अरू यस्तो रमाइलो हेर्छ लागेर यहाँ दाजुभाइ परिहाल्छ एकैछिन। हजुर ल अहिले पछि देखाउँछु ल साथीहरू। अरू माथि जाऊ त तिमी, यता माथि जाऊ। हेलो सानी। मोबाइल में भेजा दो बने देख लीजिए।